ल सुरु गरौँ। वेलकम ब्याक टु आवर च्यानल गाइस। हामीहरू आज होइन हामीहरू आज अब हाम्रो के छ गेम छैन, हामी गेमको लागि टक्क कहाँ गइरहेछौँ भन्ने कुरा त अब कुनै अब तपाईँ लास्टमा हेर्नु आफै थाहा पाउनुहुन्छ कहाँ गइरह हो भन्ने कुरा चाहिँ। तर अहिले चाहिँ हामी फिलहाल कहाँ होला यसो गेस गर्नु त। हामीलाई थाहा छैन त्यो त गेस गर्ने भने अब यो हामीले त बसको पिछा गरिरहेछौँ। हामी नि अब खास त म र यहाँ मेरो मित्र साथी तर यहाँ मेरो दोस्तहरू चाहिँ अब जाँदै हो होइन। एक्लै के जानु भन्यो जाने थियो, त्यो साथी दुईजना सँगै आएको। अनि अब हामी कसरी गइरहेछौँ ठाउँ नै थाहा छैन, त्यही पनि गइरहेछौँ भन्नु हो भने चाहिँ अगाडि हाम्रो गाडी छ, पछाडि हामी पुरै अगाडि गाडीलाई फलो गर्दै हिँड्या हो क्या। केही बाटो थाहा छैन। अनि अब यो फोन चिन्नु भएको पनि यसमा छैन होला। हामी यहीँको मान्छेले त चिनेको छैन, यहीँको मान्छेलाई त चिनेको छैन हो। राइडर दाइ है फेरि बाइक त फेरि होइन यस्तो कुदा मैले अलिक सत्य बोलै न फेरि भ्लगमा होइन साथी यहाँ अझ हाई स्पिड भनेको अलिक सिधा बाटोमा साथी हो होइन। जब बाइक अलिक दौडाउनु थाल्नु परेन साथी हो है। चाहे भने चाहिँ कभर पुऱ्याउँछ, तर भनेको अलिकति रुल फलो गर्ने मान्छे होइन। मोडको साइडमा अब 40को स्पिड मिनिमम छ भने 35मै हिँड्छ क्या गर्ने मान्छे होइन। मोडको साइडमा अब 40को स्पिड मिनिमम छ भने 35मै हिँड्छ क्या। 40 नि जाँदैन यहाँको बाटो एउटा राम्रो गुड मेसेज दिएन अनि सेफ्टी ड्राइभ भनेर हाम्रो तपाईँले ड्राइभ गरिरहनु भएको छ त्यही हो गाइस होइन। सबै सोचेर हामीले राइड गर्नुपर्छ, त्यसको लागि अलिक सेफ्टी ड्राइभ गर्नु होला है। धेरै स्पिड नदौडाउनु होला। आज भोलि फेरि स्पिडको कारण पनि एक्सिडेन्ट अलिकति बढिरहेको छ होइन। अब एउटा कुरा के थाहा पाउनु भन्दाखेरि तपाईँहरू अब 40को स्पिडमा छ होइन, 40को स्पिडमा छ, 50को स्पिडमा छ। तपाईँलाई भत्तै स्पिड बढाउनु भयो, तपाईँले 10 मात्रै स्पिड बढायो नि ल 2 मिनट चाँडो पुग्नुहुन्छ। तर त्यो 10 स्पिड बढाएर पर्ने रिस्क कतिको पर्छ त्यो सोच्नु है। होइन 10 बढाएर फिक्स हुँदैन क्या फिक्स अनि अब यो चाहिँ भन्ने होला। अब चाहिँ हाम्रो के छ मेन काम चाहिँ रेफ्रीको लागि जान थाल्यो हो। अब हाम्रो उता कराटेपट्टि फाइट छ होइन, रेफ्रीको जान थाल्यो हो। कुनै जग्गामा हामी पनि फाइट खेलिदियो, कुनै जग्गामा हामी पनि फाइट खेलिदियो। ट्रेनिङ नभएर अहिले ट्रेनिङ नभएर हो फाइट पनि खेल्दियो भन्ने होइन। होइन यस्तै गरी अब अहिले ठाउँ मौसम चाहिँ एकदम बाबा छ है, तातो होइन धेरै तातो चाहिँ बस पछाडि आउँदैछ है। एकछिनको लागि चाहिँ हामीले बसलाई उठेर खान्छ क्या, कति बसले मात्र अगाडि जानु भनेर हो। फेरि हाम्रो बस चाहिँ अगाडि गइसक्यो है, यस्तै भयो जान्छ बस। हेर्नु है गाइस म्याट डेन्जर है। यो ठाउँको नाम ढुङ्गै जस्तो छ है डेन्जर छ। पक्का त यहाँ ठाउँ चाहिँ एकदम बबाल छ है, लभली छ भने ल। स्काई भ्यू चाहिँ फेरि यहाँ बबाल है, त्यही हो सिधो जङ्गलको बाटो आइपुग्यो होइन। कस्तो रमाइलो ठाउँ छ कि होइन। पछाडि नि टक्रक्क यही छ शान्ति अगाडिको देखा न भ्यू भ्यू। अब अगाडिको अब बाटो चाहिँ लभली नै छ क्या, जस्तो घुम्नलाई नै आउने ठाउँ हुनु छ क्या यहाँ। टक्क पिकनिक आउनलाई पनि हुने गरी ठाउँ छ कि। अब एकचोटि चाहिँ मिलाएर होइन
बढी मतलब यो नेचरले आफै बनाएको ठाउँ हो कि यो यहाँ अहिले त्यस्तो फोहोरहरू पनि त्यस्तो केही छैन क्या यो शान्त ठाउँ अनि यहाँ एउटा आवाज आएकै हाम्रो गाडीको यो पनि बन्द भयो भने एकदम शान्त क्या के भन्नु अब बयान गर्न सकिरहेको छैन क्या लास्टमा चाहिँ अब हामीले अब गेमको पनि अब तपाईँहरूलाई हेराउनु नै छ होइन अलिकति ड्राइभ गर्दै हुनुहुन्छ त अब सिलगढी गर्न टाढो भयो है हामी अब एकछिन चाहिँ रेस्ट गरौँ भनेर यहाँ टक्क रोकियो यहाँ अरू भन्दा नि अब यहाँको इन्भाइरोमेन्ट अनि जुन यो वातावरण छ नि मलाई लभली लाग्यो क्या एकदम बवाल छ है हेर्न सक्नुहुन्छ पछाडिदेखि अगाडिसम्म सबै ठाउँ यहाँ हाम्रो राइडर दाइ हुनुहुन्छ बाइक चलाएर आए अब गाडी चाहिँ हाम्रो आउनै बाँकी छ हामी अलि अगाडि आइपुग्यो जस्तो लाग्यो गाडी चाहिँ कहाँ रह्यो भने कोही फर्किरहेछन् कोही आइरहेछन् थाहा नै भएको छैन त एकदम बवाल ठाउँ छ क्या अब धेरै टाढा पनि छैन क्या त्यही बढीमा भयो किलोमिटर हो क्या त्यति हो क्या जाने जाने भनिरहेको छ त्यति हराएको हराइछौ क्या हुँदैछ